आज म तपाईलाई यो तलमा रहेको कुराहरू जानकारी गर्न गइरहेको छु। यो स्न्यापको काम रहेको छ। स्न्याप अन गर्नलाई क्लिक गर्ने। अब यहाँ हामी हेर्न सक्छौं कि हाम्रो माउस चाहिँ अलि स्लो भयो जस्तो छ। त यसले चाहिँ माउसलाई चाहिँ हल्का स्लो गरेर ग्रिडमा रहेको जस्तो पोइन्टहरुमा गए जस्तो चाहिँ हामी हेर्न सक्छौं। यसलाई चाहिँ यो फेरि बन्द गर्नु पर्यो भने हामी यसैमा क्लिक गर्ने स्न्यापमा। अब हाम्रो अर्को रहेको छ ग्रिडको काम हामी यहाँ हेर्न सक्छौं। थुप्ला जस्तो हाम्रो यसरी चाहिँ हाम्रो ग्रिड रहेको छ। लिमिट यसलाई हामी पेज भन्छौं। यो हाम्रो एक्चुअल पेज हो। त्यो ग्रिडमा चाहिँ हाम्रो एक्चुअल पेज चाहिँ हाम्रो सेट भएको छ र ग्रिड चाहिँ यो हिसाबले रहेको छ। अब हामीले स्न्याप चाहिँ यसरी क्लिक गर्यो भने यो ग्रिडको पोइन्टमा गएर मात्रै बस्ने गरिरहेछ। हेर्न सक्छौं हामी। स्न्याप हटाएर अर्थको काम हो। जस्तै हाम्रो लाइन कमान्ड हामी युज गर्छौं। लाइन कमान्ड हामी यसरी बनाउँदाखेरि यदि अर्थ लिएको छैन भने, अन गरेको छैन अर्थ भने यसरी हामी जता पनि हामी लगाउन सक्छौं। तर अर्थ अन गरिसकेको छ भने अर्थमा क्लिक गर्ने। यसलाई F8 ले पनि हामी अर्थ अन गर्न सक्छौं। यसमा क्लिक गर्ने। अब यसरी चाहिँ 4 वटा लाइन मात्रै देखाउँछ। 0, 90, 180 र 270। यो चाहिँ अर्थको काम हो। खोला रहेको छ। त्यसपछि ट्र्याक रहेको छ। लाइन विड्थ सेट गरेर छ भने लाइन विड्थ हामी देखाउन सक्छौं। यसरी हामी यो तलको कुरा हो। स्न्याप, ग्रिड र अर्थको बारेमा जान्यौं। पोलार भनेको त्यो हो। पोलार ट्र्याकिङ ट्र्याक रहेको छ। अर्को हाम्रो लाइन विड्थ रहेछ। लाइन विड्थ यदि लाइनको सेट छ भने लाइन विड्थ देखाउँछ। लाइन विड्थ हेर्नु छैन भने अफ गर्दा पनि हुन्छ।